Alright guys, यस 2082 सालको बडा दशैंको तपाईहरुलाई मेरी शुभकामना। हाँस्नुस्, खुसी रहनुस्, परिवारसँग रमाउनुस्। संसार यस्तै हो हैन। दुःख सुख त संसारमा अर्कै छ। मेरो अर्कै दुःख छ यहाँ नि जंगलमा। जंगलमा आफ्नै दुःख छ मेरो हैन। दुःख त नभनौं, के भनी दिनचर्या। काठमाडौँमा अब म त फेरि जता पनि बिज्नी मान्छे हो गाइज। काठमाडौँ पनि ठिक्कै, यता पनि ठिक्कै हैन। मान्छे बिकज आई एम अ छोरो हैन। अब बच्चाको जस्तो दशैं रमाइलो चाहिँ नहुने क्या गाइज हैन। बरु मोबाइल समात्ने यसरी हिँड्न रमाइलो होला, तर बच्चाको जस्तो दशैं आयो भन्ने त्यो हुन्छ नि, फुरुक्क चाहिँ नहुने क्या। अलिकति हुन्छ नि जिम्मेवारीले थिचे जस्तो। हाउ इट्स लाइक अ फिलिङ। सो हाउ वाट। तर पहिलाको जस्तो रमाइलो पनि हुँदैन नि त। पहिला त दशैं आउने बित्तिकै त ओहो सारा गाउँलेहरू ठाकठुक आउँथ्यो। नट नाउ ओके। अहिले चाहिँ अलिकति समयअनुसार चेन्ज हुन्छ भन्थ्यो नि, त्यस्तै हो। हरेक चिज समयअनुसार चेन्ज हुन्छ। अब अहिले बच्चाहरूको दशैं अर्कै हुन्छ होला, हाम्रो दशैं अब हामी बुढेसकाल त के भन्नु। आई एम जस्ट 30 ओके। हामी 30 वरिपरि छु हैन। हुन त मेरो बाउले म जन्मिसकेको थियो गाइज हैन। के कुरा गर्नु। मेरो बिहा हुनु भएको छैन। अब बिस्तारै गर्नुपर्छ। ठिक छ बिहा चाहिँ आफ्नो ठाउँमा छ। दशैंको शुभकामना गाइज। दशैंको शुभकामना। म यहाँ छु। कहाँ छु म? जङ्गलमा छु। अब म गोरुको गोठाला आएको। बाख्रा गोठालो, भैँसी गोठालो, के गोठालो हुन्छ। म चाहिँ गोरुको गोठाला आएको गाइज। अलराइट। रमाइलो चाहिँ छ है गाइज। अब यस्तै हो रमाइलो भनेको। जहाँ तपाईँको शान्ति छ त्यही खुसी हो, त्यही रमाइलो हो। दशैं नै आउनुपर्छ भन्ने चाहिँ मलाई लाग्दैन। दशैं भनेको खर्चको दशा। ठिक छ गाइज, ठिक छ, अरू ठिक छ। म रमाइलो छ। म किन खुसी छु अहिले म, किनभनेदेखि म पिस ठाउँमा छु हैन, जङ्गलमा छु। सधैँभरि जङ्गलमा बस्न पो दुखी हुन्छ त गाइज। म कहिलेकाहीँ आउनुले त खुसी हुनु पर्यो नि हैन। हाम्रो गोरुहरू त्यहाँ हुनुहुन्छ हैन। म यहाँ छु, म यहाँ खुसी छु। गोरुहरू त्यहाँ चढ्दै खुसी हुनुहुन्छ हैन। त्यही त हो नि, म यहाँ यति त हो नि मलाई चाहिने अहिले। सारा संसार त के चाहिन्छ। अब भनी साथी न घनी साथी हेर केटाकेटी हो। अब म चाहिँ गोरु लिएर टार हुन्छु। गर्नु छ तिम्रो के वास्ता, बुझेनौ तिमीले मेरो व्यथा, नचाहेको होइन तिमीलाई। अरू संसार यस्तै हो गाइज। रमाइलो छ। म यहाँ छु। राइट। यो तलतिर, यो यतातिर, यो यतातिर, यता चाहिँ कता भन्थ्यो कि गोरु भएकोतिर है। यता चाहिँ मेरो घर पनि हो। यता मासतिर अनि यो म हो। यो रुख हो है गाइज। दिस वान इज रुख इज धेरै छ यहाँ। ओके अलराइट। खुसी रहनुस्, मस्त रहनुस्, दशैं मनाउनुस्, टिका लगाउनुस्, मिठो खानुस्। मिठो भनेको मासु त होला। अब के भन्नु, मासु नखानेलाई अरू चिज खाएर रमाउनुस्। दशैं नमान्नेहरूले नि खुसीको साथ रमाउनुस्। ओके अरू यस्तै हो गाइज हैन। यस्तै हो।